Start recording. Okay. Welcome back to our भनौँ है अब नयाँ भिडियोमा सबैजनालाई स्वागत छ। सबैजना सन्चो हुन्छ होला भन्ने आशा पनि गर्दछौँ हामी चाहिँ अहिले ट्याक्क यो कार्तिकौरी जङ्गल कटेपछि थोरै अगाडि हाम्रो ताल पनि रहेको होइन। अनि यहाँ पछाडि फेरि यस्तो पनि छ सिस्टम, यो चाहिँ हाम्रो महोत्सव हुने ठाउँ हो। अहिले चाहिँ हामी ट्याक्क यो टिकौली जङ्गल कटेर चाहिँ यहाँ बसिरहेको होइन। अनि अहिले चाहिँ हामी कहाँ गइरहेको भन्दाखेरि चाहिँ हामी घर बसेर सधैँ दिक्क भइन्थ्यो यार। घर बसेर सधैँ दिक्क भइन्थ्यो। अनि त्यसपछि चाहिँ टाइम पासको लागि भनेर यसो सौरा किन भन्दाखेरि अब पढाइ पनि थिएन होइन, काम पनि थिएन, काम पनि पढाइ पनि छैन, काम पनि छैन, के गरेर बस्ने घरमा भित्ता हेर बस्यो पनि त्यो भित्ताको कलर चेन्ज हुने होइन, त्यही नै छ। सौरामा कहाँ जाने भन्ने कुरा आउँदाखेरि चाहिँ हामी त्यही ट्रेडिङ सेन्टरतिर जाने, अनि त्यता बस्ने, अनि सानो भयो फर्किने भन्ने प्लान हो। हेर्दैछौँ के हुन्छ। बक्कु दाई अनि अश्विन दाई, थारू दाई, कान्छा दाईहरू चाहिँ अगाडि नै Okay. So we have बक्कु दाई, थारू दाई, अश्विन दाई, कान्छा दाईसँग मेरो हिजो पनि कुरा भएको थियो। अनि खासमा यो भिडियो सागर भाइ पुरानो भिडियोहरू रियाक्ट गरेको रहेछौ र ठिकै छ। हाम्रो त्यो भिडियो पनि यसो पाला आउँछ होला नि भन्दै थियो, दाइ पाला आइसक्यो। हामीले यहाँ बसेर ट्याक्क क्यामेरा टक्क इन्ट्रो भिडियो बनाउन रोकेको थियो हुन्छ नि त, भ्लग बनाउने बेलामा सुरुमा इन्ट्रो हाम्रो शक्ति भाइ भइहाल्यो। क्यामेराम्यान यसैले खिचिदिन्थ्यो मेरो फोटो, जहिले पनि फोटो भिडियोहरू हुन्छ नि जहाँ धेरै जसो फोटोहरू भिडियोहरू यसैले। यसको पनि युट्युब च्यानल छ नभएको होइन, हामीले युट्युब च्यानल बनाइयो यार, जमानामा बनाएको। हाम्रो युट्युब च्यानल चाहिँ अलिकति ग्रो चाहिँ गर्न सकिएन हामीले, किन भन्दाखेरि अलिकति कन्टिन्यू नै भएन कि। अब किन भन्दाखेरि अब आज घुम्न गएको छ, भिडियो खिचेको छ, अब भोलि छैन, पर्सि छैन। अब कन्टिन्यू गऱ्यो सधैँ कन्टिन्यू दिइराख्यो भने त हो नि, अलिकति जे कुराहरूमा पनि त्यो ऊ देखिने प्रगति होइन, त्यस्तो देखिने। अब छैन, केही पनि छैन, अनि कहाँ हुन्छ त त्यसरी यार, त्यसरी भ्लगिङ गरेर। तर अहिले चाहिँ, तर मैले हिजै भनेको थिएँ, तर मेरो मेन मोटो चाहिँ अब भ्लग बनाएर अरू केही पनि थिएन। आज हेर्दाखेरि कति रमाइलो भएको छ, यही नै हो। एकदम सेटिस्फाइड छु है म मेरो पुरानो भ्लगहरू बनाएर चाहिँ। अहिले चाहिँ खुसी लाग्छ मलाई होइन। हेर्दै जानु अब अगाडि के देख्दै ओके सी यू। ल अहिले चाहिँ हामी सौरा चोकमा छौँ। अनि हामी यहाँबाट बाइक छिर्नुपर्ने त दाइ। ल यो चाहिँ टाढी बजार हो होइन, बकुलर चोकबाट अलि अगाडि। अब सौरा जाने कति मान्छेहरूलाई थाहा छैन र होला, अब सौरा जाने चाहिँ यहीँबाट हो है। टक्क गैडाको मूर्ति छ हाइवेकै साइडमा। अब यता उसबाट आयो भने हेटौडाबाट आउँदाखेरि लेफ्ट साइडमा, यताबाट जाँदा फेरि राइट साइड। दाईहरू चाहिँ यहीँ बसिरहेको थियो क्या, जुस ए यता एलेक्स नेपाली फाइनली हियर वी गो। बसमा जाने पैसा छैन, ट्रकमा जाने हो कि के, दाल भात खाने दाम छैन कि मकै खाने। कहाँ होला बहादुर? हेलो How are you? Sanjay Bununcha. सन्जय Sanjay Chu. सन्जय छु। के खाँदै हो? Aile. अहिले केही नि भएको छ। Suntala juice. सुन्तलाको जुस Suntala ka juice ekdam मिठो हुन्छ। मिठो हुन्छ। सही हो। हाँ? Saura Jana Life. I'm what's my Johnny face of China and he's Saura Johnny live. बाइकमा जाने हो। Let me go.
यसलाई चाहिँ हामीले लिफ्ट दिएको थियो क्या सौराज चोकबाट बसमा जाने पैसा छैन लिफ्टमा जाने हो भन्दै थियो लाउ सोल्टी बस्छ हामी पुऱ्याइदिन्छु तिमीलाई सौरा कान्छा आउँदैछ ए भेजा भयो ए ल हामीले एलेक्स बहादुरलाई भर्खर भेट्यौँ है ट्याक्टर जुस हालेको चाहिँ एलेक्स बहादुरले अहिले चाहिँ हामीले कान्छा दाइले पुगिरहेको हो हामीसँग गएको भन्दा हामीसँग अस्मिन दाइ हुनुहुन्छ है फेरि कस्तो ज्याकी भएको छ अस्ति अहिले थारो दाई पक्कु दाई सौराज चोकमा हामी कान्छा दाइले पुगिरहेको लाङटाङको भ्लग मैले 2टा त हालेँ अब एउटा बाँकी छ क्या त्यो एडिट गर्दै थिएँ मैले अब छिटो आउँछ दाइ पऱ्यो हाम्रो दाइहरूलाई पनि भेटेको थियो भाइरल हुनु पर्यो नि ओ यति बेला यार चुनाव लागेको थियो के हो चुनाव त ह्याप्पी लागिरहेछ चुनाव चाहिँ सही लागेको थियो क्या त्यति बेला तर म चुनाव हाल्ने भोट हाल्ने बेलामा चाहिँ इन्डिया थियो क्या त्यति बेला योभन्दा के हो सही होला गीतमा डान्स हाल्ने हाम्रो एलेक्स बहादुर सरले चाहिँ कस्तो कडा भइरहेको ए एउटै रहेछ ल सही हो हात लाउँदै ल कडा त्यति बेला चाहिँ मैले त्यो क्यामेरा भिडियो खिचिरहेको थिएँ नि त अनि बुढोले त्यही भएर क्या त्यो हात दिएको चाहिँ सही हो आम्मामामा कान्छा दाइले कुरेको त यहाँ त चुनावको प्रचार प्रसार त ह्याप्पी भएछ त त्यही नै हो गाई जब हामी यहाँबाट सौरातिर लाग्छौँ अनि त्यसपछि कान्छा दाइ आएपछि अनि त्यसपछि उतैतिर भेटौँ ल के कस्तो हुन्छ है त गाई के भन्दैछ एलेक्स बहादुरले ऊ हाम्रो क्यामेरालाई देखेपछि चाहिँ अलिकति त्यो मान्छेको फेसको त्यो उनै चेन्ज हुने क्या एक्सप्रेसन नै चेन्ज भएको चाहिँ मैले देखेँ कान्छा दाइ नि आइपुग्नु भयो अब एलेक्सको। फाइनल्ली कान्छा दाइ पनि आउनुभयो धेरै बेर पुऱ्याउनु भयो कस्तो इनोसेन्ट देखेको कान्छो दाइको अनुहार तपाईँले हामीलाई तर ठिकै छ अब दाइले पुऱ्याउँदैमा रिसाउन नि भएन नि भएन नि त अब दाइहरूले कुराउँदैमा रिसाउनु त भएन नि त कुराउँदैमा भन्दा पनि त्यसलाई अब कुराउँदैमा भन्नु मैले पर्खाइमा त भयो त अब जाने है अब हामी चल्दिने है त अब ढिलो भइसक्यो यो खोलामा चाहिँ गई छ यार ल यो चाहिँ सो ओ फाइनल्ली ऊ चाहिँ हाम्रो विकास आचार्य अल द वे फ्रम सौरा है अब सौरामा अझ कुनै पनि किसिमको एक्टिभिटिज अब होइन ह्यानत्यान अब बस्नदेखि लिएर अब उसको आफ्नै पनि एउटा भिल्ला छ होइन उसले भिल्ला टाइपले सुरु गरेको छ धेरै भएको छैन लगभग 1 वर्ष जति भयो होइन अब उसकोमा चाहिँ धेरै जस्तो अब मान्छेहरू धेरै जस्तो चाहिँ अब खैरेहरू नै बसिरहेको हुन्छ होइन अब त्यही पनि अब नेपालीहरू पनि अब कोही जान इच्छुक हुनुहुन्छ होइन ह्यानत्यान कोही हुनुहुन्छ भने चाहिँ होइन सौरामा गएर भ्याकेसन भिल्ला भाइब भी होइन भिल्ला भाइबमा चाहिँ टक्क उसले चाहिँ सबै कुराको होइन गेस्टलाई चाहिँ त्यो तपाईँको अब हुन्छ नि के हुन्छ त अब सौरामा गर्न सकिने अब बस्ने खाने त छँदैछ होइन अरू एक्स्ट्रा एक्टिभिटिजहरू अब सौरा घुमाउने भन्नाले अब उता एलिफेन्ट ब्रिडिङ सेन्टर अनि त्यसपछि यता म्युजियम होइन अब तिनीहरू त छँदैछ अब मान्छेहरू अब प्याकेजमा आउने मान्छेहरूलाई त अब ड्याङडुङ घुमाइदिइहाल्छ अब जो अलिकति लोकल तरिकाले होइन लोकल भाइमा अब घुम्न मन छ भने चाहिँ होइन उसलाई सम्झिनु होला भी भ्याकेसन भिल्ला भाइ होइन सबै अब पुरै जङ्गल वाकिङ जङ्गल सफारी एलिफेन्ट राइडिङ चाहिँ ऊ आफैले पनि सजेस्ट गर्दैन क्या फेरि होइन अब अलिकति एनिमल लभर भइसकेपछि अलिकति मान्छेहरू चाहिँ त्यस्तै हुँदो रहेछ अब ऊ त्यस्तो त देखिन्थेन तर उसको त्यो कुराले चाहिँ अलिकति ओके नाइस राम्रो हो त्यो एलिफेन्टलाई त्यो हात्तीलाई किन भार पार्ने त
सो चितवन सौरा बजार सौरा घुम्न चाहनुहुन्छ भने चाहिँ सिधै विकास आचार्य भिभिभी फोन नम्बर चाहिँ मलाई थाहा छैन। यहाँ के छ पुलिसको प्रोटोकल तिरुवल जाने पुलिस अब इलाका त उसको भयो सोध्नु पऱ्यो नि त पुलिसको केस के छ भनेर। तिमीहरू कहाँबाट आएको त अनि दोस्त भ्लगमा स्वागत छ। अश्विन दाइ कहाँ जानु थालेको त नि अब हामी घर जाँदैछौँ है। हामी होइन तपाईँ मात्रै हो। तिमीहरूसँग मेरो आजको साथ यति नै थियो भनेपछि किनभने घर जानला होटल सनबाट ओहो सौरामा यो होटल पनि धेरै गइयो यार आम्मा भन्नाले धेरै त त्यस्तो त होइन जो घुम्न जाँदाखेरि घर त्यही अब त्यही त हो। अब जाने कहाँ सौरा पोखराको मान्छेहरू जाने कहाँ भन्दाखेरि लेक साइड भने जस्तै लेक साइड अन्त भने जस्तै चितवनमा के छ त सौरा। अब चितवनै घर भएपछि सौरा गइराखिन्थ्यो। अब सौरा गइराखेपछि पनि अब दिनदिनै नयाँ नयाँ यो यस्तो ठाउँहरू होइन यस्तो होटल रेस्टुरेन्टहरू धाइरहनु भन्नु चाहिँ हाम्रो चाहिँ हामी एसएलसी दिएदेखिकै थियो क्या हाम्रो चाहिँ यो ठाउँ। अनि हामी चाहिँ जहिले पनि सौरा गयो भने होटल सनबाट केटाहरूले त मलाई यार तेरो दोस्रो घर भन्थ्यो मलाई यार होटल सनबाट सुनाले घरको चाबी बोकेर आएर अनि यो दाइ चाहिँ फर्किँदै थियो घरको चाबी लिएर आएर फर्किँदै थियो। चाबी बोकेर आइयो घरमा मान्छे बाहिरै बसिराख्न पर्यो गएर आउँछौ र कफी पनि कस्तो चाँडो सकिएको मेरो यार फर्स्ट टाइम हो यार यस्तै ल हालिदिनु भयो ल भने होइन हालिदिनु ल मसँग पैसा छैन ल ल राम्रोसँग जाऊ के रा यही भिडियो यही हेलमेट लगाएको भिडियोले भाइरल हुन्छ कि दाइ। यो त भोलि भेटौँ ल बाई बाई ल अब त्यही हो हाम्रो निस्किन लाग्यो यहाँबाट सनसेट ट्याक्नु हुन थाल्यो यहाँबाट निस्केर गएर ब्रिडिङ सेन्टर गएर अस्ताइ छु क्या हिजो चाहिँ ठ्याक्कै यति बेला अस्ता रहेछ कि जस्तो हो 4:54 अब ठिक्क हुन्छ होला जाँदा 52 भएको क्या अझै 2 मिनट बाँकी छ कि अब पनि खेल्न छोडेर हामी लागौँ त 2 मिनट बाँकी छ कि सनसेट बक्कु दाइ कोही बाथरुम जानु भएको छ ऊ बक्कु दाइ जम्दै है सनसेट 2 मिनट बाँकी सनसेट सनसेटमा पुगिँदैन जस्तो छ पैसा फिर्ता लिन्छ त अक्कु दाइले अब हामी निस्किन थाल्यो यहाँबाट ठ्याक्क सनसेट हुन कति टाइम बाँकी छ दोस्त तिम्रो यो छ नि सौरामा होइन त्यो सनसेट हुने बेलामा चाहिँ सौराको बजारबाट भन्दा पनि त्यो कि त एलिफेन्ट ब्रिडिङ सेन्टर अनि त्यो उता पछाडि पुल नत्र यता साइडमा पनि यता साइडको खोलाको किनारमा पनि छ क्या रेस्टुरेन्टहरू एउटा मात्रै छ क्या यार त्यो लोकल टाइपको लोकल त अब लोकलै भइहाल्यो त्यहाँनिर छ ठ्याक्कै मलाई ठाउँको नाम चाहिँ याद भएन। अब यो ठाउँको नाम याद गर्नको लागि चाहिँ विकासलाई कन्ट्याक्ट गर है। यस्तो बबाल ठाउँहरू छ होइन सनसेट हेर्नको लागि होइन सनसेट प्लस होइन त्यहाँ अब जनावरहरू प्लस होइन राइनो सनसेट प्लस त्यो भ्यू क्या कस्तो हुन्छ होला साइडमा खोला मलाई थाहा छ आई नो हाउ इट फिल्स। सनसेट हुन लाग्यो अब टक्क सक्यो भएको बाइकमा अहिले गाइस ल हामी निस्केको है गाइस ल हामी निस्केको है यो चाहिँ हाम्रो सनबर्डको साउबा हो हाम्रो सनबर्डको दर्शन गरेर निस्किन पाएको छैन हात्तीको दर्शन हो क्या सौरा छिर्न पाएको छैन हात्तीको दर्शन अगाडि लागेको छ यसो मौसम हेर्दा सनसेट भइसक्यो जस्तो लाग्छ गाइस है अगाडि नै हाम्रो एउटा भ्याउने छ अनि बिचरा यो हात्तीहरूलाई हेर त्यत्रो भारी मान्छे हात्ती आफैमा भारी हुन्छ त्यहाँमाथि त्यो राखेर त्यहाँमाथि चाडा मान्छे राख्दा त कति भारी हुन्छ त्यहाँमाथि हात्तीको यार
यो ढाडनिर चाहिँ मासु मात्रै हुन्छ, ढाडनिर हो कि पेटनिर हो या त हड्डी नै नहुने भनेको जस्तो लाग्यो क्या मलाई। अनि त्यसपछि त गाह्रो पर्दैन बिचरा हात्तीले जाडो भर्खरै छेउमा हो जाडो खोलाको छेउछेउ आउनुलाई अलिकति जाडोले चाहिँ हाल्न चाहिँ हानेछ। सबै जसलाई चाहिँ हानेन भन्दा हाल्दै उसलाई जाडो भयो भने चाहिँ कुन यो दोष त्यो पोल यहाँबाट चाहिँ रमाइलो छ क्या जोस्। अब हाम्रो त माथिको यता अगाडिको एरियाहरू त बजार भइहाल्यो होइन। अनि त्यसपछि अब यहाँबाट गएपछि चाहिँ रियल जोस् एक हिसाबले जङ्गल अलिक भाइ पाउँछ क्या यहाँबाट सोलर चाहिँ भर्खर यो चाहिँ तिम्रो त्यो हात्ती पोलो हुने ठाउँ हो क्या होइन। यो चाहिँ एलिफेन्ट पोलो चाहिँ यहाँ हुन्छ होइन। अनि यो बाटो भइहाल्यो ब्रिडिङ सेन्टर जाने। अनि यहाँ चाहिँ सानो एरिया छ, त्यसपछि योबाट यता चाहिँ अनि फेरि त्यही खोलै छ क्या राप्ती। यो भने यो भने यो ठाउँ नाइस है, नाइस प्लेस है त्यो चिल गर्नको लागि होइन। यसो गएर आनन्दले बस्नको लागि एकदम चिल छ यो यो चाहिँ अब म कस्तो त्यो ठाउँको नामै बिर्सेँ मैले यो ठाउँलाई ठ्याक्कै के भन्थ्यो भनेर क्या। अब एलिफेन्ट ब्रिडिङ सेन्टर त यो पुल तरेर पारी जानुपर्ने हुन्छ होइन। त्यो ठाउँको नाम ठ्याक्कै बिर्सेँ यार। सनसेट चाहिँ यति नै थियो क्या त्यो जाडो भएर तुवालो लगाएर चाहिँ सनै छैन क्या अब हुस्सुले ढाकियो क्या सनै गायब के अब छैन क्या, सनै नै क्या अब हुन्छ त त्यसरी पनि। सनसेट हेर्न गएको नो सन यो त जहाँ हेऱ्यो त्यहीँ हरियो देखिन्छ, कहाँ साध्यै छैन। यहीँ बस्छौँ आउँदा यार होइन क्या अब यहीँ बसिदिउँ क्या हो आउनु न यता बसिदिउँ, यहाँ हरियो देखिन्छ जहाँ हेऱ्यो भने। दाइले पनि एक्सेप्ट गर्यो कि हरियो यस्तो यस्तोमा हुन्छ नि त हरियो ठाउँहरूमा चाहिँ होइन। यसो हेर्दाखेरि जहाँ पनि हरियो देखिन्छ अनि अलिकति अगाडि गयो हल्का माटो हुन्छ, अगाडि फेरि हेर्दा हरियो हुन्छ। अनि त्यो स्क्याम हान्छ यो मरुभूमिमा पानी देखिन्छ भने जस्तो दौडाइदियो उठाउँदैन के गर्न सक्छ स्पेसल यो नागिदिन सक्छ भने घोडा छ भाइ तेरो घोडा त्यो आफ्नै हो आफ्नो घोडा। अब घोडाहरू त माथि हिमालमा भएको घोडा र तर तराईमा भएको घोडालाई त दाँच्नु त मिल्दैन होइन। त्यही पनि अब तराईमै भए पनि घोडा भएपछि त अब हुनदिनले घोडा पनि उसको लागि होला, पैसा कमाउनको लागि घोडा भनिसकेपछि त मान्छेहरूले पाल्ने भनेको त अलिकति इन्ट्रेस्ट भएर होइन, त्यो काम नलाउने तरिकाले पाल्ने हो नि त। अब मान्छेहरू घोडा भन्छ अनि घोडालाई पेलाएको छ, गधालाई जस्तो घोडालाई पेलाएर त हुन्न नि त यार। तर गधालाई नि पेलाउने त होइन, तर त्यही पनि होइन। हामी चाहिँ यहाँबाट अब निस्किनु थालेको, अब हामी पारी जाने हल्का ढिलो भयो र भाइ। त्यो मलाई थाहा नभयो कि मलाई नआउने हो कि यही नै हो कि त्यो भ्लगहरू खिच्दाखेरि होइन के चाहिँ खिच्ने त सुरुमा ल खिच्यो ल यहाँ गइरहेको हामी भनेर खिच्यो होइन। अनि त्यसपछि त्यो इन्ट्रो भिडियो भन्छ नि यहाँ गइरहेको हामी ह्यान्देन दियो। अनि त्यसपछि टक्क अब बाइकमै हो जाने, अब बाइकमा बोल्दै बोल्दैन जाने माइक साइक नै। अनि त्यसपछि त्यही बाइकमा हिँडिरहेको इन्ट्रो बाइकमा हिँडेको र ब्याकग्राउन्डमै म्युजिक। त्यसपछि रोकेको बेलामा हामी यहाँ आइपुग्यो, यो घन्टा खाजा खान लाग्यो, सुइँ गयो। अनि त्यसपछि ठाउँमा पुग्यो, ल यो ठाउँमा यो
एकदम उखालको क्या। अब मलाई अहिले अलिकति एउटा सानो आइडिया चाहिँ आएको छ मेरो यो अहिले पहिला पहिला जुन अनुसारले मैले भिडियो बनाउँथेँ त्यही अनुसारले एउटा सानो आइडिया आएको छ। अब बिस्तारै हेरौँ त्यो आइडियालाई म लागु गर्छु, अब कतिको सन्तुष्टि मिल्छ मलाई, अनि बल्ल त्यो अनुसारले कुरा गरौँ लाग्यो। त गाइस अहिलेलाई कन्टिन्यू गरौँ, कन्टी हानौँ है, कन्टी। कान्छ त ढिलो भएको होइन, पारी टक्क भयो फर्किनुपर्छ। होइन त्यसै गाली गर के छ दोस्त, यता गइ छ होइन? गोही चाहिँ यतातिर चाहिँ अब अरू त्यो गोही पनि अलिक धेरै किसिमको हुन्छ नि त। यहाँतिर चाहिँ घरियाल गोही, धेरै जस्तो घरियाल गोहीहरू हुन्छ क्या होइन। अर्को त्यो मगर के भन्छ, मगर गोही कि के गोही चाहिँ तल तल त्यो ठुलो गहिरो खोलाहरूमा हुन्छ। यहाँ चाहिँ खासै त्यो गोहीहरू हुन त हुन्छ तर खासै देखिन्न। घरियाल गोही चाहिँ हुन्छ क्या, त्यसले अब मान्छेलाई चाहिँ अट्याक हान्दैन। घरियालले माछा अब चुच्चो हुन्छ, सानो हुन्छ, माछालाई चाहिँ अट्याक हान्छ नि त। घरियाल गोहीहरू चाहिँ यही माथि निस्केको देखिरहेको हुन्थ्यो क्या। ओए नटेक्न भाइ, अघि नि मैले त्यहाँ गयो पछि ओए भाइ के हो फुल त माछा नहेर्नु जस्तो। ओए केटा अब पछाडि को निरन्तर रूपमा पाइला अघि चाहिँ अलिक बढिरहेको आया के त पुल नहलाउ न, तिमीले हल्ला जस्तो लाग्यो यार। यस्तो काम नगर नि, बक्कुदाइ हो क्या मेन त यस्तोमा फेरि। ओइ हल्ले यार, म फोन राखेँ है मैले। तालिम केन्द्र ट्रेनिङ सेन्टर, यो इलाफेन्ट ब्रिडिङ एन्ड ट्रेनिङ सेन्टर। ट्रेनिङ त हुँदै भयो कि होइन। अब ब्रिडिङ चाहिँ अब यिनीहरूको ब्रिडिङ चाहिँ के रहेछ भन्दाखेरि यहाँ ब्रिडिङ चाहिँ जस मैले बुझेको अनुसारै ब्रिडिङ सेन्टरमा भएको हात्तीहरू चाहिँ पुरै फिमेल हात्तीहरू हुँदो रहेछ होइन। अनि त्यसपछि उताबाट फिमेल हात्तीहरूलाई चाहिँ त्यहीँ बाँधेर राखेको हुन्छ। अनि उताबाट चाहिँ अनि जङ्गली चाहिँ त्यो तपाईँको यो मेल हात्ती हुन्छ नि, अनि त्यो मेल हात्ती चाहिँ आउने रहेछ क्या। अनि ब्रिडिङ चाहिँ मेल हात्तीबाट हुने रहेछ क्या। अब अरू त मलाई थाहा भएन, अब त्यहाँ अब मेल हात्तीहरू अब त्यहाँ पालेर पनि राखेको होला होइन। तर जे होस् मेनली सुनेको चाहिँ अब जङ्गली हात्ती, जङ्गली मेल हात्तीले चाहिँ हामी छिर्ने चाहिँ यहीँबाट हो होइन दोस्त? हामी 1 2 3 4 5 6 जना। कति? 300। यो जहाँ जाँदा पनि टिकट काट्ने सिस्टम चाहिँ मलाई अलिकति ठिक लाग्दैन क्या। अब हुन्छ नि त टिकट भनिसकेपछि हुन त अब व्यवस्थापन अब होइन अलिकति म्यानेजमेन्टको लागि हो टिकट काट्ने। त्यसको लागि त बजेट आउनुपर्ने हो नि त यार। अब यो इलाफेन्ट ब्रिडिङ सेन्टरलाई मान्छेहरू घुम्ने मान्छेहरूले टिकट काटेर भन्दा त बजेट पास गर्दा ठिक होला कि के गर्दा ठिक होला। अब यस्तो कुराहरू मलाई खासै थाहा हुँदैन। त्यही पनि अब टिकट चाहिँ अब जे होस्, टुरिस्टहरू पनि आउँछ नि, सबै लोकलहरू आउँदैन नि त। लोकल आउँदैन, टुरिस्टहरू आउँछ। टुरिस्टहरूसँग उठाऊ पैसा, लोकलहरूलाई छोडिदेऊ। कति पैसा भनेको थियो यहाँ? 5 6 जना। 6 जनाको 300 भनेपछि त एकजनाको कति भयो यार? कति भयो? 50 रुपियाँ एकजनाको। 50 रुपियाँ एकजनाको त भनेको त नि, त्यो भनेको त महँगो हुन्छ यार। कति? 300। भन्न खोजेको चाहिँ टिकट त उ गर्नुपर्छ, तर मलाई चाहिँ मन पर्दैन है यो टिकट सिस्टम। जङ्गली हात्तीलाई ब्रिडिङ सेन्टर नि त जङ्गली हात्ती आइपुगेको छ। साँझ पनि परेको छ, परेन त्यही हो जङ्गली हात्ती। जङ्गली हात्ती। केही देखेन एउटा
यिनीहरूकै बच्चा चाहिँ हो क्या अनि यो चाहिँ जङ्गली हात्तीको र यहाँ राखेको हात्तीको बच्चा चाहिँ अनि बल्ल त्यो हुन्छ यिनीहरू हो क्या सबै जङ्गली हात्तीको बच्चा हो क्या एकदम मिर्गहरू पनि देखिरहेको रहेछ साँझ परेपछि यो ब्रिडिङ सेन्टर जानलाई चाहिँ होइन कि त बिहान ठिक हो होइन कि त साँझमा ठिक हो है किन भन्दाखेरि अब होइन बिहानमा त फेरि यिनीहरूलाई जङ्गल लिएर जान्छ नि साँच्ची लगभग त्यो 11-12 यिनीहरूलाई टक्क जङ्गलबाट लिएर आउने बेलामा चाहिँ ठिक्क हुन्छ क्या त्यति बेला चाहिँ मस्त त्यो बेबी एलिफेन्ट अघि पछाडि त्यसको आमा अनि मस्त घाँस भिरेर आइरहेको हुन्छ क्या यिनीहरू अनि साँझतिर गयो भने चाहिँ के फाइदा हुन्छ भन्दाखेरि साँझतिर चाहिँ यो मृग बँदेल मयुर सयुर चाहिँ मस्त निस्केको हुन्छ क्या घाम डुब्ने बेलामा अनि त्यति बेला गयो भने अनि हात्ती सँगसँगै अरू पनि देख्नु पाइन्छ नि त त्यो चाहिँ एकदम एउटा बेनिफिट नै हो कि जस्तो पनि लाग्छ है मलाई सौरा यो ब्रिडिङ सेन्टर जाँदाखेरि चाहिँ जो साँझ फेरि जङ्गली हात्ती आयो भने छिटै बन्द गरिदिन्छ क्या यो ठाउँ तर जे होस् त्यही अनुसारले मिसो मिलाएर जानुपर्ने हुन्छ ढाड चिलाइदिरहेको है हात्ती के आयो सोल्टी के हो यो मलाई हो ओके सी वाट यु गट यो हान्नुपर्छ अब एकछिन राति यता आइदिएर अहिले त पछाडि सर्यो होला कुदै हात्ती त भने हात्ती त सुत्दिरहेको बच्चाहरू सही खेल्छ त्यो हात्ती त खान सिकाइदिएर जङ्गली कत्रो हुन्छ जङ्गली हात्ती देखाएको हौ तिमीले क्या झेङ्की हुन्छ यार बुढो अझै बढ्यो हो कि पछाडि हो ओइ अगाडि आइदिएर धन्यवाद विकास दोस्त गइसक्यो पछाडि सर्यो है त्यो अगाडि आऊ अनि हेर्नु कत्रो हामी चाहिँ अहिले ब्रिडिङ सेन्टरबाट ट्याक्क फर्किँदै हो अब हाम्रो घर पुग्न अब 45 मिनट जस्तो लाग्छ अँधेरो भइसक्यो चिसो पनि बढिसक्यो विकास दोस्तलाई छुट्ने अनि त्यसपछि हामी चाहिँ घरतिर लाग्ने कति बज्यो भयो अहिले 5:30 कि 6 बज्यो चाहिँ अहिले घर फर्किँदैछ अब घर पनि आइसक्यो फर्किँदैछ भन्छ भने जाडो भयो रात पऱ्यो हुस्सुन लाग्यो के भयो त्यही नै हो गाइस अब घर जाने सुत्ने अब भोलि चुनाव छ भोलि कि पर्सि हो चुनाव त्यसो भए चुनावमा गऱ्यो चुनाव कहिले थियो चुनाव यार मैले त बिर्सिरहेको छु त बस्नुपर्छ 2 दिन अहिले त हनुमान मन्दिर आइपुग्नु लाग्यो अब यहाँबाट एकछिन बसेर हुन्छ कि नत्र जाने घर अब 6:30 भइसक्यो घर जानुपर्छ खाना खाने बेला नि लगाइसक्यो मेरो घरमा त ल त गाइस त्यति नै हो थ्याङ्क यू फर वाचिङ जसले हेर्नु हो हाम्रो घरमा चाहिँ फेरि जहिले छिटो भात खाने चलन हुन्छ क्या त्यही भएर समयमा घर चाहिँ पुग्नु पर्थ्यो तर म कहिले पनि पुगिनँ त्यसपछि लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है जे भयो भने ल त गाइस पिस
त्यही हो, लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। ल पिस यति भने कि मैले त्यो पिस भन्ने शब्द होइन यति प्रयोग गरेँ कि के भन्ने यार। ल ठिक छ, त्यही नै हो, त्यही नै थियो यार। अब अहिलेसम्म जे भयो होइन त्यही नै थियो। ल अब आजको लागि चाहिँ अब यही नै होला, यही नै हो भन्दै चाहिँ आजको यो भिडियोहरूलाई चाहिँ म यहीँ टुङ्गाउन चाहन्छु होइन। अब सकेसम्म भोलि पनि म लाइभ आउने आशाका साथ आजको लागि म यहीँ बिदा हुन चाहन्छु। साथीभाइहरू एकदम धेरै धन्यवाद र हेभ अ गुड डे, बाई।